हेलो गुड मर्निङ सबैजनालाई वेलकम टु माई न्यू भ्लग। फेरि पनि आज म तपाईँहरूको सामु एकदम सानो छोटो मिठो भ्लग लिएर आइसकेको छु। तपाईँहरू सन्चै आरामै होला भन्ने आशले म पनि एकदमै सन्चै आरामै छु। आज चाहिँ बिहान बिहान हामी चनौली बजार जान लागिरहेछौँ। को भन्दाखेरिमा यता मेरो दिदी यहाँ छ, छोटू बेटा, छोटे बेटा, छोटे बेटा, छोटे बेटा, कति मजा है ना। और हम जा रहा हूँ चनौली बाजार। कस्तो देखो एकदम कुहिरो आइरहेछ होइन। एकदम जाडोमा मौसम लागिसक्यो, अब त जाडो भइसक्यो। सो तपाईँहरू देख्न सक्नुहुन्छ एकदम कुहिरो बादल हो कि जाडो महिनाको उस। अनि हामी चाहिँ आज हिँड्दै जाने निर्णय गऱ्यौँ। हम अभी तराई आए हैं ना, इसलिए हमको साइकिल चलाना नहीं आता है, इसीलिए बाबू का गाड़ी घुड़ा रहा है वरना हम पैदल हिलना पड़ रहा है। फिर कोई बात नहीं, 2-4 दिन में हम भी जाने ना सेकेंड हैंड का साइकिल खरीद लेते। 2000 का नहीं 2000 में नहीं आता। कति दिन भयो रे तराईतिर आएको। धोती भाषाले छोइसक्यो कसैलाई होइन। अनि त्यसपछि खासमा के भन्दाखेरिमा हाम्रो चाहिँ हिजो अस्तिदेखि जाने प्लान थियो कि, तर प्लान क्यान्सिल भई अब बल्ल दिन जुरेको, त्यही पनि हिँडेर जानु परेको। किनभने जानुपर्ने एकदम विशेष कारण के हो भनेदेखि उसो के अरे पानी र बत्तीको पैसा आएको अस्ति नैदेखि, अनि तिर्नुपर्ने। अब तिरेन भने अब लाइन कट हुन्छ, पानी बन्द हुन्छ, इसीलिए तिर्नै परेगा न। अनि खासमा हामी हिँडेर जानुपर्ने मुख्य कारण के हो भनेदेखि रोकडा नहीं है, इसीलिए पैसा छैन, पैसा नहीं है, तो इसलिए हम पैदल चल रहा है। गरीब इंसान है ना। वाओ, एक दिन हम भी करोड़पति हो जाएंगे ना। करोड़पति यहाँ भविष्यको साउबा ऊ यहाँ छ, एस गरेर आए। एस भविष्यको साउबा ऊ चिसो लाग्यो साउबालाई। अनि त्यस कारणले नत्र हामी बसमा नि जान सक्थ्यौँ साइकल नभए पनि, तर गरिब भएको कारणले हामी पैदल यात्रा गर्न पर्छ है। तपाईँहरूलाई थाहा छ कि छैन यसलाई के भन्छ? के हो यो? कसैले के अरे कसैले थाहा छ भने यस्तो कमेन्ट गरिदिनु होला। त्यो आन्टी घर फेरि यस्तो भकारी थियो रहेछ अरे के बाहिर, यस्तो तरातिर त यस्तो बाहिर राख्दो रहेछ नि त। अब गाउँ पहाडतिरको मान्छे धान पनि एकदम पाकिराखेछ। यता धान के धान छो भन्छ छो। यता त एकदम खतरनाक धान पाकिरहेछ, देख्न सक्नुहुन्छ तपाईँहरूले तराईवासीहरूको मेहनत। वाउ वाउ, ब्युटिफुल भ्यू हो क्या आज। अनि त्यसपछि म एउटा कुरा देखाउँछु। यो धानलाई के धान भनिन्छ? यो धान यो एकदम अग्ला हे अरू भन्दा पनि। अनि यता चाहिँ लपक्कै धान पाकेर हो नि, कति रमाइलो फाँट। वाउ। अनि त्यसपछि म तपाईँहरूलाई अहिलेपछि चनौली बजार देखाउने छु। बजार त होइन,
एकदम बजार त छैन, त्यही तर पनि देखाउँछु तपाईहरुलाई। तपाईहरु टुलु टुलु हेरिराख्नु होला। हाम्रो छोटु डनले फेरि यता अब दुःख दिन लाग्यो। गरेछ यस्तो आरामले एहेस गर्न पाउँदा त नराउ न छोटु बेटा। हाँस्दिन्छ मुसुक्क मुस्कन। छोटु बेटा चु 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 उताबाट फेटफेटे आयो। ओम भन्नेवाला गाना सुनाउनु पर्छ। ए नन्दिनी नन्दिनी वाला बल्ल सुत्छ हाम्रो छोटु बेटा। वाउ कति राम्रो घर बारीको डेकोरेट गरेको। वाउ घरको आँगन छेउ कस्तो राम्रो गरेको के। सर्लक्क बराबर काटेर अब यहाँ पनि रहेछ फुल। वाउ तिहार लाग्दैछ एकदम। तर भैलो खेलेको त एउटा देख्दिनँ। हुन त बिहान के भैलो खेल्न आउँछ होला र होइन त। अब हामी चाहिँ अब पुग्न लाग्यो भन्दाखेरिमा आधा पनि हिँडे होइन। के पुग्न लाउनु हो र होइन। यता चाहिँ एकदमै रमाइलो ठाउँहरू रहेछ। तर बिहान चाहिँ एकदम जाडो भयो भनेर यस्तो हुम्म लुगा लाएर अहिले त घाम लाएर अलिक गर्मी होला जस्तो भइरहेछ हैन। अनि कतिखेर पुग्ने हो पानी पनि नखाया हो। कति बेला पुगेर कति बेला फर्केर कति बेला पकाएर कति बेला खाएर आराम गर्ने हो भनेर। अनि तपाईहरुकोतिर कतिको तिहार लागिराखेछ। तिहारको प्र्याक्टिस कतिको भइरा थियो कतिको राम्रो भइराछ। अब त सबै भिडियो हैन टिकटक भरि त्यो देउसी भैलो काहे देउसी भैलो भन्नेवाला मात्र आउँछ हैन। अब हाम्रोतिर त भाइ बहिनीहरू हिँडेका छन् हामी चाहिँ हिँड्दैनौँ। पहिला गाउँतिर हुने बेलामा अलिअलि हिँडिन्थ्यो। अनि त्यसपछि अब त बुढी भयो त्यही भएर रङ्ग रमाइलो गयो। सो यहाँ फेरि नयाँ घर बन्दै रहेछ क्या हो। वाउ ड्रागन फ्रुटको खेती रहेछ यता। ड्रागन फ्रुट वाउ एकदम विकसित ठाउँ हो। तराई भनेको कृषि के रे के हो भन्न नि आएन। फले रहेछ अझै। वाउ दामी कस्तो मजाले गरेको। एउटा नि झार पनि नआउनु रहेछ क्या। यस्तोमा फुल चाहिँ हुने रहेछ क्या। वाउ ब्युटिफुल। जस तराईको मान्छेहरू चाहिँ एकदम मेहनती हुन्छन् हैन। अब जे पनि गर्छन् के खेती चाहिँ कस्तो मजाले लगाएको। ड्रागन फ्रुट बजारमा किन्नलाई कति महँगो पर्छ। यिनीहरू यो खेती गरेर बेच्ने होला सायद। जे होस् आफैले खेती गरेर उस गरेको चाहिँ मिठो हुन्छ। मेहनतको फल मिठो हुन्छ। मेहनत गर्न मात्रै गाह्रो हो। गाइस यहाँ छ बालुवा रहेछ। यता फेरि कस्तो घर बनाउनलाई हो। कस्तो घाम पोलिरहेछ। घामले केही देखेको छैन। अँध्यारो भएर मोबाइल अझै कति टाइम लाग्ने हो चलाउने पुग्न। गाडीहरू हिँडिरहेछ।
भाइटिकालाई फुल यता रहेछ नि त। ओहो भाइटिकाको लागि फुल चाहिएमा सम्पर्क गर्नुहोला। यहाँ छ, यहाँ लेखिएको छ कि हामी कहाँ सिजनल तथा फुलका बिरुवाहरू पढ्न पनि आउँदैन झ्याउलाउँ। मेरो दिदी उहाँ पुगिसक्यो। म चाहिँ पछाडि हिँड्न नसकेर ओहो बिहान उठ्ने बित्तिकै आएको। मलाई ओछ्यानमै भोक लाग्ने बानी छ मेरो। भोकले हिँड्नै सकिरहेको छैन। अब अहिले कतिखेर पुगेर कतिखेर फर्केर अनि फेरि अब खाजा त खाइन्छ होइन अलिअलि, तर जति नै जेको खाजा खाए पनि मलाई चाहिँ फेरि भात खाए जस्तो हुँदैन कि। मलाई फेरि भात चाहिँ चाहिन्छ नै कि। त्यही भएर कतिखेर आएर पकाएर खाएर बल्ल आनन्दले बस्ने एकछिन, फेरि आफ्नो काममा लाग्ने एकछिनपछि। यस्तो छ है यताको वातावरण चाहिँ। तराईतिर धेरै धानबारी हुने होइन प्राय ठाउँमा। अनि अब आइपुग्न लाग्यो कि जस्तो त लाग्यो हो। कतिखेर आइपुग्ने हो सबैजना यसरी साइकलमा हिँड्छ नि यतातिर त। तर हामी चाहिँ भर पहाड तल मासतिरबाट झलेको भएर हामी चाहिँ चलाउन नि आउँदैनौँ, किनेको नि छैनौँ। अब पैसा चाहियो किन्नलाई। पहिला त यता चाहिँ ज्योतिनगर भन्दो रहेछ होइन। यता त सब धान। अब त असोज कार्तिकमा त धान काट्ने बेला हो। यता कुनै ठाउँमा त धान नै पाकिरहेको छैन अहिलेसम्म। भने रहेछ कोदो, तर हरि बिजोग रहेछ कोदोको त। पुरै रोग लगाएर होला नि, पहेँलो भएर बसेछ। यहाँ छे पर्खिरहेको होला नि मलाई। छोटे दन त उठे छैन अहिलेसम्म। हिँडेको नि अब 1 घन्टा हुन लागिसक्यो। कुक सिक्ने ठाउँ यहाँ हो। कुक सिक्ने ठाउँ भनेर त्यहाँ टाँस्यो। लु चनौली बजार लाग्यो। अब प्राय पसलहरू खोल्नै बाँकी रहेछ। बिहान के खोल्थ्यो र यहाँ चाहिँ ग्यास रहेछ। यहाँदेखि चनौली बजार लाग्छ, तर त्यति साह्रै चहल पहल नरहेछ। अब हिजोदेखि कहिलेदेखि भैलो खेल्न हिँडेका छन् मान्छेहरू। रातभरि भैलो खेल्यो होला, अहिलेसम्म उठेको छैन होला। कोही गाउँतिर गयो होला। त्यही भएर पसल पनि पुरै खोलेको छैन। बिहान भएर पनि होला। गाइज बल्ल आइपुग्यो। कति 2 घन्टा हिँड्यौँ क्या हो। बिहान चनौलीमा आइपुगिसक्यो हामी। अब एटिएममा पैसा निकाल्न गइरहेको छिन् मेरी दिदी। के हो एनआइसी एसिया ब्याङ्क लिमिटेड ब्याङ्क पनि साथी पनि राम्रो पनि हाम्रो पनि चनौली शाखा। वाउ खतरा परिदियो क्या हो मैले। बजार त खासै छैन हो यतातिर। हाम्रो छोटो डन फेरि अहिलेसम्म उठेकै छैन। बिउजो छोटो दन त बिउजो त कापुन्टु मैनी तन्केको। कस्तो रातो देखेको कालुलाई। उठेको हाँसिदिन्छ अहिले मुस्कान नै काफी तनक्क तन्किनु पर्ने। तिम्रो मम्मी यहाँ भित्र गइछिन्।
चनौली बजार यस्तो छ खासै एकदमै उस चाहिँ छैन है एकदमै हाइवे नै चाहिँ छैन यता अब त्यो उतातिर पोखरा खैरेनी दमौलीतिर हुन्छ नि त्यस्तो एकदम हाइवे एकदम ठुलो बजार चाहिँ होइन रहेछ चनौली भनेको ए त्यहाँ नमिलेको हो एटिएम पनि यस्तो खतरा एटिएम राख्छ कि यतातिर त मिल्दैन Kapuncu Chotu John Kapuncu अब त्यो अर्को एटिएममा गइरहेछ त्यो त्यता पुन्चु कता गरे हामी कता गरे भन्देऊ त उता हामी बस्नेतिर नि छ कि छन त एउटा एटिएम तर त्यहाँ पनि मिल्दैन के पैसै सकिन्छ अरे त्यहाँ पनि अनि यता अघि नै गएकोमा पनि मिलेन अब त्यही भएर त्यसमा गइरहेछ अब त्यसमा मिल्छ कि मिल्दैन मिलेन भने त अनि फेरि हिँड्दै गोलो जाने हिँड्दै गोलो जाने दुई ठाउँमा ट्राई गरिसक्यो पैसा निकाल्ने दुईटामा नै एटिएम मिलेन अब त्यसमा मिल्छ कि नै कस्तो झ्याउ रहेछ कि यतातिर मिलेन ए मिल्यो रे फाइनली बाबु मिल्यो रे अब हामी गाडीमा जान पाउने भो पुन्च्यु पानी कान्छौ पानी त्यसलाई हाल्नु त ल डोडोटै फाइनली गाइस मिल्यो एटिएममा पैसा निकाल्न मिल्यो अब त गाडीमा जाने हो कता अस्ति पनि आएर के लिन आएको बिर्सिएर अब मलाई अब त्यो अब कहाँ उस तिर्ने बत्ती र पानीको पैसा थियो अब त्यसो भए अब पहिला यो बाबुलाई के हो सिन भने होइन हेर आफैले के हो किन भनेर आएको थियो बाबुलाई म नाम जान्दैन है तर भन्न चाहिँ के हो भनेको थियो बाबुलाई के हो किन्नु छ भनेको थियो मेडिकल अनि त्यो झार मार्ने दबाई पनि लानु पर्यो यस्तो गाउँ जस्तो ठाउँ यार एटिएमले कामै गर्दैन नत्र भए यार उता हामी बस्ने ठाउँतिर पनि छ नि छ न त त्यसमा पनि 2 दिन गयो मिलेन सोधेको ब्याङ्कको मान्छेसँग सोधेको त्यही नजिकैको ब्याङ्कमा सोधेको पैसै छैन रे कस्तो ब्याङ्क हो बे पैसै नहोस् भ्याइयो रे पैसा त्यस्तो हुन्छ यता त बजार भन्ने मात्रै हो जस्तो लाग्यो खासै चलपल चाहिँ छैन है यतिकै त्यो उसहरू त त्यो पोखराहरूतिर भित्रको गल्ली जस्तो हो के यता त चनौली बजार रे आफू भाइ चनौली बजारमा एटिएमले नि काम गर्दैन के भन्ने यस्तै छ निर्माण पाती भाकेर भाइटिकाको लागि माला चनौली बजार भनेर लेखेछ वाउ
वाउ त्यो अगाडि कस्तो राम्रो गरेर रहेछ नखाऊ नानी तपाईहरु पनि भिजिट गर्न सक्नुहुन्छ चनौली बजार यस्तो डेकोरेट गरेरै छ यहाँ भाइटिकाको लागि तिहारको लागि अब थर्मस किन्न लागिरहेछौँ चा कुन्डु दा यो चाहिँ थर्मस किन्ने रे भाँडा पसलमा अब जाडो महिना लाग्यो नि त अब जाडोमा तातो तातो पानी खानु पर्यो त्यसैले यस्तो छ यस्तो छोटे म त यस्तो छोटे भन यस्तो छोटे फाइनली गाइज हामी चाहिँ खाजा साजा खाएर अब घर फर्किन लागेको अनि यहाँ खै हाम्रो दिदीले घर गएर खै के बनाउने रे अनि त्यही भएर यहाँ सामान लिन छिर्नु गइछिन् अनि छोरा चाहिँ यहाँ छोटे बेटे इधर बाबु कालु खेल्नमै बिजी छ हाम्रो छोटे बेटे कता माथि छ नि हो र दिदी चाहिँ अटो लिन गएको छ बाबु र म चाहिँ यहाँ छु छोटु र म छोटु बेटे हाई गरिदेऊ हाई हेलो गुड मर्निङ भनिदेऊ गुड मर्निङ भनिदेऊ अटो लिएर आएर अनि अटोमा जाने बसमा जानलाई हाम्रो यहाँ यस्तो छ यस्तो सामान छ फाइनली हामी गाडीमा बसिसक्यौँ भन हामी गाडीमा बसिसक्यौँ सामान यता छ यति धेरै अब हामी जान्छौँ अब सारा बन्द भइभयो कति बज्यो हो र खुल्ला हुने अच्छा अब के गर्ने त पुलिस फाइनली हम घर आइसक्यौँ गाइजहरू घर आइपुग्यौँ बल्ल बल्ल अटोबाट झरेको भर्खरै यहाँ छ छोटे बेटेको काम यस्तै हो छोटे बेटे हमेसा यस्तै हुन्छ बहुत थकाइ लाग्यो गाइजहरू आज चनौली पुगेर आयौँ तर जुन कामको लागि गएको हो त्यो काम चाहिँ भएन मिलेन किनभने हामी चाहिँ खासमा बत्ती र पानीको बिल तिर्न गएको त्यो चाहिँ अफिसै बन्द भइरहेछ कि आजभोलि खै कहिले खोल्छ अरे अब फेरि अब त्यो अब अलि अस्ति नै जानुपर्ने हो आउने बित्तिकै जान भ्याइएन गइएन कहिले नभ्याउने कहिले बिर्सिने कहिले के हुने गरेर अनि अब फेरि अब त्यो म्याद कटेपछि फेरि अलिकति फाइन पनि लाग्ने चलन छ फेरि अब फाइन सहित तिर्नु पर्ला अर्कोचोटि अब यो अब के गर्ने त अब बन्द भएछ त अब के हारौँ त जन त गाउँ नि हाम्रोमा चाहिँ अब वाइफाई पनि हाल्ने भनेको थियो वाइफाईको नि अफिस बन्द छ कि के हो त्यो चाहिँ बुझ्नै भ्याएन कि हामीले किनभने अहिलेसम्म डाटाले चलाइरहेको छौँ आएको यत्रो भइसक्यो वाइफाई हालेको छैन
सो यही हो। अब हामी खाना बनाउँछौँ, खान्छौँ, अनि एकछिन एस गर्छौँ, अनि त्यसपछि छोटे बेटेलाई खेलाउँछौँ। छोटे बेटे भित्र जान लागिरहेको छ। छोटे बेटे यति भन्दै आज मेरो भ्लग यहीँ सकिन्छ गाइजहरू। लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला, माया गरिदिनु होला, मन पराइदिनु होला। मन नपरे पनि मनमा छ्या जस्तो भए पनि मन पराइदिनु होला।